सुराल ओके होला मेरो त प्रेसर छ प्रेसरको दबाई खानको लागि दिदी प्रकाश दाइ सक्दियो आरामै छ हजुर वर्षपछि हाम्रो दाइले भेट बोला शक्ति हो हाम्रो पुरानो जोटा लोत्री शक्ति हो हामी भेट्न माथि जान लाग्यो ए अब एकैछिन कलश यात्रा आयो ढोका हाल्दैन भगवानको भक्तको अगाडि बढाउनु अगाडि बढाउनु एक किलो भक्त बान्नु भगवानले तर्सिले गरेर त के मान्ने हो यहाँ आसन ग्रहण गरिदिनु सम्पूर्णलाई आफ्नो आफ्नो आसनमा स्थान ग्रहण गरिदिनु विनम्र अनुरोध गर्दछु। हामी अलिकति जलपान गरेर मात्रै यहाँबाट अहिलेको लागि यत्र काममा लाग्नेछौँ। सम्पूर्ण आउनुभएका सम्पूर्ण भक्तजनहरूमा म पुनः सालभर आभार व्यक्त गर्न चाहन्छु। आज मोहिनी एकादशीको महान पर्वको दिन स्वयं भगवान शिव शक्ति कल्याणी महारानीको जन्मोत्सवमा
हामी सहभागी हुन पाएका छौँ। सम्पूर्णलाई म शक्ति ओमबाट अभिवादन गर्न चाहन्छु। शक्ति अखण्डमण्डलाकारं व्याप्तमेन चराचरं तत्पदं तस्मै श्री गुरुवे दिनभरि बस्नु दिनभरि त छोराहरूलाई बोलाउन जन्म उत्सवको हाम्रो देवाकालीन सम्पूर्ण कार्यक्रमहरू अब सुचारू हुनेछन्। हामी भर्खरै बिहान हामी सम्पूर्ण भक्तजनहरू उपस्थित छौँ र अब हाम्रो देवाकालीन कार्यक्रम भजन कीर्तन र 12 बजेदेखि हाम्रो स्टेज प्रोग्राम रहनेछ। सम्पूर्ण शोभायात्रामा जानुभएको अहिले एकछिनलाई छुट्टिनु हुने भक्तजनहरूमा पनि 12 बजे हाम्रो स्टेज प्रोग्राममा उपस्थित भइदिनु हुन र हामी 4 बजेसम्म माता श्री कल्याणीका शुभकामना मन्तव्य र आज हाम्रो विशेष भगवानको जन्मोत्सव पारेर कल्याणी महिमा नामक ग्रन्थको हामी त्यसको लोकार्पण गर्न जाँदैछौँ। यहाँहरू सम्पूर्णलाई त्यो शुभ अवसरको लाभ लिनु हुन विनम्र अनुरोध गर्दछु। त्यो शुभ समयलाई नछुटाउनु होला। हाम्रो 2 बजे कल्याणी महिमा नामक ग्रन्थको लोकार्पण हुनेछ र त्यसपछि हामी माता श्री कल्याणीको जन्म शुभ समय 4 बजेमा हामी अमृतपान शुभ आरती गरेर हामी प्रसाद ग्रहण गर्नेछौँ र यसरी हाम्रो आजको कार्यक्रम समापन हुनेछ। यो सम्पूर्ण कार्यक्रममा उपस्थित भइदिनु हुन फेरि पनि म विनम्र अनुरोध गर्दै अहिलेको लागि आभार व्यक्त गर्दै फेरि हामी आफ्ना कामहरूमा लाग्दैछौँ। शक्ति ओम शक्ति ओम शक्ति ओम।
आदरणीय सम्पूर्ण भक्तजनहरू प्रसाद तयारी भइसकेको जानकारी प्राप्त भएको छ। कृपया हजुरहरू लाइनबद्ध भएर प्रसाद ग्रहण गर्नुहुने भक्तजनहरू भण्डारा स्थलतिर लाइन लाग्नुहुन हार्दिक